हेर्नुहोला मेरो ब्लगलाई धेरै धेरै लाइक एन्ड सब्सक्राइब गर्नुहोला। Being ready. कपाल गरिदिँदैछु मैले। I know. Guys, नमस्ते। आज हामी टेकादेमा रे मेरा हेर्न जाँदैछन्। मतलब ल फेरि उता फेरि मम्मीले एरिकलाई रेडी बनाउँदै हुनुहुन्छ। आजको भिडियो चाहिँ भागेज आजको लागि यति। अरू चाहिँ मैले मेरो अनि हेर्नुहोला मेरो ब्लगलाई धेरै धेरै लाइक एन्ड सब्सक्राइब गर्नुहोला। मेरो ब्लग अहिले बढेको छैन गरे हजुरलाई त थाहै छ नि। एउटा पोस्ट मेरो ब्लग अहिले बढेको छैन गरे हजुरलाई त थाहै छ नि। एउटा पोस्ट फेरि मम्मीले यसलाई चाहिँ कपडा लाउँदै हुनुहुन्छ। म चाहिँ हेर्न मैले भन्छ दिएको हजुरलाई हामीलाई सताइरहन्। यहाँले कपडा लगाएको 1 घन्टा भयो अनि एरिका रेडी भइसकिन्। अब मैले कपाल कोर्दिन मात्रै बाँकी छ। म त हिँडेर जाने हेर्दै गर्नुहोस् है आजको के हुन्छ। त्यो के अरे बाँध्न घाउ हुन्छ भनेर कपाल कोर्न त पर्ला नि। हेर्नु अब मम्मीले एक ग्लास कपडा ल्याउँदै हुनुहुन्छ। हेर्नुहोस् माथि त्यो पोका देख्नुहुन्छ। के अरे के गरे के खाएर सिक्री खाएर सिक्का खाएर मरिन्छ अरे सिक्का खाएर। हिजो फिल्म हेरेको भएर मरेपछि आयो त्यो दिदी फर्केर आयो। त्यो दिदी मरेर फर्केर आइन्छ। अनि बाबा मम्मीको बुबु खान पाउँछौ तिमीले? मम्मीको काखमा सुत्न पाउँछौ? हुन्न 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 मेरो छोरो। कसले भन्छ आनन्द हुन्छ भनेर? कसले भनेको यस्तो कुरा? कसले भनेको? तिमीलाई के भयो समस्या भयो भन त? के समस्या भयो? के गर्ने? कपडा खोलिदिने? के गर्ने? हेर्नु जाने बेलामा भित्रको कपडा लाउन भनेर यति नाटक छ। भित्र तिमीले जो राखी छौ के यो कपडालाई माथि माथि किन धक्कलेको र? उठ त, स्ट्यान्ड गर त, स्ट्यान्ड अप। अब हेर हजुर कसले भन्न आउँछ भन त? मैले पिड्छु है तिमीहरू। मैले तिमीलाई पिड्छु है नट्टी भयो भने फेरि। कसलाई? तिमीलाई लाग्छ कि मलाई लाग्छ पाप? कसलाई लाग्छ? मैले पिड्छु नट्टी भयो भने फेरि पापलाई लाग्छ। आउ मर्छु काली मर्नेको कुरा सम्के के भएको मेरो छोरालाई? उठाऊ अब ज्ञानी हुन्छ नि। अब जा उठ लिएर उसलाई जा उठिस लिएर जाने कि नजाने मेला हेर्न? नजाने म रेडी नहुने। मैले कपाल नखोरानु
अब हामी रेडी बन्दैछौँ। अब भाइलाई मैले ज्याकेट लगाइदिन्छु। प्यान्ट लगाइसकिन् भाइले। हजुर ए हुन्छ आज मेलामा किन्ने यस्तो गाह्रो छ क्या मेला हेर्न भन्ने मात्र यो यिनीहरूको चित्त बुझाउने गाह्रो छ के गर्ने नलाम त चिसो छ त तिमीले त्यसको त्यो उठाएर दिदीले मलाई कहाँ जाने भनेको जाऊ त चुइटो खान जाऊ अरे ल जाऊ म रेडी बन्छु ल जाऊ के खाने हो तिमीले आज मेलामा के किन्ने हो भन त के किन्ने के किन्ने होइन कस्तो किन्नु कुछ ल ल म उडिज लिएर आऊ ल उडिज लिएर आऊ ल कपडा लिएर माथि कपडा लिएर आऊ ल रेडी भन ल सक्स खै हजुरको छैन सरी नरिसाउन सरी नरिसाउन हस् दिदीभन्दा छिटो रेडी हुने तिमीलाई जाऊ दिदी काम गर्न बाँकी छ आज यसलाई यति रिस उठेछ नि यति रिस उठेछ जान नपाएर हो कि अब छिटो गरेर जाने के भित्र कपडा लाउनै पर्छ नजाऊ बरु लाउनै पर्छ फेरि चेन्ज भयो ल अब यो लास्ट फाइनल्ली है यो फुटिहाल्ला मलाई अब कपाल कोर्दै हुनुहुन्छ कस्तै